ठमेलको चाहिँ के कस्तो छ अवस्था। अब यताबाट चाहिँ छिरेर एलओडी हुँदै निस्क्यौँ के कस्तो छ अवस्था। ल आउनुहोस् तपाईँहरू पनि एक राउन्ड। अहिले यो रातको 12 बजे चाहिँ ठमेलको अवस्था के कस्तो छ तपाईँहरू पनि एक राउन्ड लगाउनुहोस् म सँगसँगै। ल आउनुहोस्। यो चाहिँ ठमेलको रमझम। ल हेर्नु होला रातको समयमा यो चाहिँ भयो नर्सिङ चोक। यो अगाडिको चोक चाहिँ नर्सिङ चोक भयो। अब यो अगाडिबाट हामी लेफ्ट लियौँ भने यता तल ज्याठा क्षेत्रपाटी साइडपट्टि जान सक्यो भने अब राइट लिँदा चाहिँ यता एलओडी हुँदै यता लैनचौरपट्टि निस्किन सकिन्छ। यता यो चाहिँ सोह्रखुट्टे साइडपट्टि जान पनि सकियो। अब यहाँबाट राइट लियौँ के कस्तो छ यसो अवस्था। अनलाइन टिप पनि बल्दैछ यता के कस्तो छ। अब यो अब यता नजिकको है भित्रतिरको बज्ने हुन्छ। यो चाहिँ अब कस्तो टिप लिँदा ठिक हुन्छ यो चाहिँ हेरेर हुन्छ। अब यताबाट म चाहिँ राइट नै हुँदै एलओडी हुँदै अगाडि निस्किन्छु। यता अगाडि चाहिँ चेकिङ पनि जस्तो छ। प्रायः वान वेमा उतातिरबाट छेडिदिने गरी हुन्छ। यता हाम्रो ट्राफिक सरहरू पनि राति 12 बजे सेवा दिएर बसिरहनु भइरहेछ है। तपाईँ हाम्रै सेवाको लागि उहाँहरू पनि यस्तो छ अवस्था। अब यहाँनिर चाहिँ विदेशी पर्यटकहरू घुमघाम गर्ने है रातिको समयमा। यता यो नाइट क्लबहरू खुल्ला हुन्छ चाहिँ मान्छेहरू रमाइलोको लागि नाचगानको लागि चाहिँ। अब यो एरियातिर आउनुहुन्छ अब विदेशीहरूको पनि एकदम रमाइलो गर्ने पोइन्ट नै भयो यो अब ठमेल। दिन रात सबै समयमा चाहिँ खुल्ला नै हुन्छ। एकदम आफ्नो साथीभाइहरूसँग कोही एकदम अब कोही परिवारसँग आउनुहुन्छ होला होइन। फरक आफ्नो आफ्नै रमाइलो छ रमझम छ। ल अहिले चाहिँ म ठ्याक्कै यो एलओडी क्लब अगाडितिर आइपुगेँ। यो चाहिँ एलओडी क्लबको साइडतिर यता पनि मलाई चाहिँ पठाउ बस्दैछ। यो पनि अहिले फेरि बजेको टिप पहिला ट्याक्क उठ्ने हुन्थ्यो अहिले चाहिँ पठाउको टिप एकदम बज्ने बित्तिकै उठ्छ भन्ने हुँदैन। यो चाहिँ अब 3-4 जना 4-5 जनालाई एकैचोटि जान्छ जो कोहीलाई नै उठ्न सक्छ। अहिले त्यो सिस्टम छ। ल ठिक छ यसो राउन्ड लगाएर अलि अगाडितिर यसो बस्दै गरौँ एकछिन। रातको समय भिडभाड जस्तै छ। ल म पनि एकछिन यतातिर बसौँ।